हेलो। आज म चाहिँ मामा घरमा छु अनि हामी चाहिँ आज बिरयानी खाने प्लान भइरहेछ अनि म र मेरो बहिनी चाहिँ बिरयानी बनाउने तर्खरमा छौँ नि। म चाहिँ बिरयानीकै भित्र मसला जाओस् भनेर यहाँनिर मसला मजाले यसलाई मोल्दैछु। तपाईहरु देख्न सक्नुहुन्छ अनि यो चाहिँ चामल भिजाइरहेको छु मैले। अब यसलाई चाहिँ मसला मोल्यो मैले। अब यसलाई चाहिँ एकछिन फ्रिजमा म स्टोर गर्छु। मैले चाहिँ भाडो पनि बसिसकेँ अनि तेल हालेँ। अब त्यसमा चाहिँ यो प्याज हालेर कस्तो आँखै पोलो म चाहिँ यो प्याज हालेर रातो रातो बनाएर फ्राई गरेर झिक्छु। अब कतिको अलि रातो रातो बनाउनुपर्छ। यो चाहिँ म चाहिँ युट्युबबाट हेरेको रेसिपी हो। अलिक रातो रातो बनाएपछि म यो झिक्छु। मेरो प्याजको पनि ब्राउन कलरको रङ आइसक्यो। अब म यो छान्नेले सबै मजाले झिक्छु। सबै यहाँबाट प्याज झिकिसकेँ। अब थोरै जिरा मेथी जिरा पड्काएँ। त्यस पछाडि थोरै प्याज अनि त्यस पछाडि यो स्टोर गरेको रासो